हुन्छ सबैजनालाई जय मसी। जय मसी। सन्चै हुनुहुन्छ? हुन्छ, प्रभुलाई महिमा होस्। मैले आदर गर्नुपर्ने पास्टर बुवा, पास्टर निमोनी अनि जतिजना प्रभुका जनहरू उपस्थित हुनुहुन्छ, कतिजना उपस्थिति हुनुहुन्न आज, तर पनि सबैलाई आदर गर्दै एकमुष्टमा म तपाईँहरूलाई वचनमा स्वागत गर्न चाहन्छु। अनि हामी विशेष परमेश्वरको वचनबाट परमेश्वरलाई नै महिमा गर्नेछौँ है। अनि वचन चाहिँ जीवन हो। आमीन। हुन्छ, सर्वप्रथम म तपाईँलाई गलाती 5 को 19 देखि 25 सम्मको वचन तपाईँले निकाल्नुहोस्। आज म आत्मामा चल्ने कुरा गर्छु है। हामी अघि आराधना गर्दै गर्दाखेरि एकजना व्यक्ति यहाँ कम भयो भने अथवा सदा आराधना गर्ने व्यक्तिहरू कम भयो भने के हुन्छ भन्ने कुराहरू चाहिँ यसले हामीलाई पाठ सिकाउँछ। म आत्मामा चल्ने कुरा गर्छु, शरीरमा होइन। यहाँ गलाती 5 को 19 देखि 25 सम्म म पढ्छु है। पापमय स्वभावका कामहरू प्रत्यक्ष छन्, जो यी नै हुन्: व्यभिचार, अपवित्रता, लम्पटपना, मूर्ति पूजा, मन्त्रतन्त्र, दुश्मनी, झैझगडा, ईर्ष्या, क्रोध, स्वार्थीपन, फुट, गुटबन्दी, डाहा, पियकर्पण, अश्लील मोजमजा र यस्तै अरू, जसका विषयमा म तिमीहरूलाई चेतावनी दिँदछु र अघि पनि दिएकै हुँ। जसले यस्ता कामहरू गर्दछन् परमेश्वरका राज्यका हकदार बन्ने छैनन्। 22 ले भन्छ, तर पवित्र आत्माको फल चाहिँ प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्वसनीयता, नम्रता र स्वयं हुन्। यस्ता कुराहरूका विरुद्धमा कुनै व्यवस्था छैन। तर तिमीहरू जो ख्रीष्ट येशूका हुन्, तिनीहरूले पापमय स्वभावलाई नै त्यसको वासना र लालसातिर क्रुसमा टाँगिएका छन्। 25 मा, हामी पवित्र आत्माद्वारा जिउँछौँ भने आत्माकै अनुसार हेर्छौँ। आमीन। यहाँ गलातीको वचनले तपाईँ र मलाई आत्मामा चल्ने कुरा गरेको छ अनि आत्मामा हिँड्ने कुरा गरेको छ। तर म भन्छु पवित्र आत्मामा हिँड र पापमय स्वभावमा अथवा लालसामा पुरा नगर। बाइबलको वचनले यहाँनिर पावलले चाहिँ गलातीको मण्डलीलाई यो शिक्षा दिएका हुन् है। यो शिक्षा दिँदै गर्दाखेरि पावलले गलातीयनहरूलाई अत्यन्तै स्पष्ट निर्देशन दिएका छन्। आमीन। मण्डली चाहिँ यस्तो हुनुपर्छ है, जो चाहिँ ख्रीष्ट येशूले बसाल्नु। आमीन। अनि गलातीयनको मण्डलीलाई दिएको शिक्षा आज संसारमा मानिसहरूले दुईटा बाटो हिँडिरहेका छन्। बुझ्दै हुनुहुन्छ? दुईटा बाटो हिँड्छन्, एउटा शरीरको इच्छा अनुसार र अर्को चाहिँ आत्माको अगुवाई अनुसार। यो दुई बाटो हिँड्दै गर्दाखेरि तपाईँ र म कुन बाटोमा हिँड्दैछौँ भन्ने कुरा आज वचनले सिकाउँछ। आमीन। धेरै क्रिस्चियनहरू चर्चमा आउँछन्, प्रार्थना गर्छन्, तर जीवनमा विजय छैन। किन? प्रश्न। ख्रीष्ट येशूलाई विश्वास पनि गर्छन्, चर्चमा पनि आउँछन् हैन, प्रार्थना पनि गर्छन्, तर उनीहरूको जीवनमा विजय छैन। किन? यो प्रश्नलाई मनमा खेलाउनुहोस्। किनकि शरीरले जितिरहेको छ, आत्माले होइन। बुझ्दै हुनुहुन्छ? हामी आत्मिकपनमा पसिसकेका छैनौँ अथवा आत्मिक बनिसकेका छैनौँ। हामी आत्मामा हिँड्न सिकेका छैनौँ। त्यसै कारणले हामीले विजय प्राप्त गर्न सकेका छैनौँ।
पावलले गलातियनलाई यसरी भन्छन्, आत्मामा चल अनि शरीरको इच्छा पूरा हुने छैन। मण्डलीले अब हिँड्नु पर्ने चाहिँ आत्मामा। आमीन। स्पिरिचुअली तपाईँ र मैले आत्मामा हिँड्ने भन्दै गर्दाखेरि तपाईँ र म थरथर काम्दै हिँड्नुपर्ने होइन। हालेलुया। बाइबलले तपाईँ र मलाई शिक्षा मजाले येशू ख्रीष्टद्वारा दिएको शिक्षा अनुसार पवित्र बनेर हिँड्नुपर्छ है। प्रार्थनामा जीवन जिएर हिँड्नुपर्छ, सङ्गतिसँग जोडिएर हिँड्नुपर्छ। आमीन है। बाइबलको वचन अनुसार जिउनुपर्छ भन्नु खोजेको। पवित्र आत्माका फलहरू तपाईँ र मैले अहिले हामी सिक्दै जानेछौँ। तर जब हामी हिँड्ने कुरा आत्मिक कुरा चाहिँ के हो भन्ने कुरा चाहिँ तपाईँ र मैले थाहा पाउनुपर्छ। आमीन। आज तपाईँको र मेरो जीवनमा के छ थाहा छ? दुईटा कुराको युद्ध भइरहेको छ, आत्मिक र शारीरिक। अब तपाईँ र म आत्मिकी बन्ने कि शारीरिक बन्ने भन्ने कुरामा फरक पर्छ है। यो दुईटा युद्धमा हामी छौँ। आत्मामा चल, शरीरको इच्छा पुरा हुने छैन। जब तपाईँ र म आत्मामा चल्छौँ नि, शरीरको इच्छाले तपाईँ त्यो आत्मिक कुराले मारिदिन्छ। हालेलुया। शरीरले त तपाईँ र मलाई जे पनि इच्छा अराउँछ, तर आत्माले चाहिँ परमेश्वरसँगको सङ्गति, परमेश्वरसँगको सम्बन्ध, परमेश्वरसँगको वचन, परमेश्वरसँगको उपस्थिति, परमेश्वरसँग भएको आनन्द, हालेलुया है, जो परमेश्वरले तपाईँ र मलाई दिन चाहनुहुन्छ, उहाँले त्यो शान्तिमय बनाइकन तपाईँ र मलाई राख्न चाहनुहुन्छ। अनि यो जीवन जिउनको निम्ति तपाईँको र मेरो जीवन चाहिँ आत्मामा चल्नु पर्ने हुन्छ। आजको सन्देशले तपाईँको र मेरो जीवन विजयमा परिवर्तन गर्छ। हालेलुया। विजयमा परिवर्तन हुन चाहनुहुन्छ? आजको वचनले तपाईँको र मेरो जीवनमा अथवा विजयमा परिवर्तन हुन्छ अथवा आत्मिक शक्ति तपाईँको र मेरो जीवनमा ल्याउँछ। आमीन। तपाईँ र म आत्मिक बन्न चाहन्छौँ? हेलो। हामी शारीरिक मोज मजा लालसामा जिउनु हुँदैन। परमेश्वरको वचनले चाहिँ आत्मिक कुरालाई चाहिँ है तपाईँको र मेरो जीवनमा ल्याउन सिकाइरहेको छ। अनि तपाईँ र मलाई नै शक्तिशाली बनाउन वचनले चाहिरहेको छ। आमीन। जब हामी वचनमा जरा गाडिन्छौँ, जरा गाडिएको अथवा गहिरो विश्वासले परमेश्वरसँग सङ्गत गर्छौँ भने चाहिँ हाम्रो जीवन परिवर्तन हुन्छ। आमीन। हामी परिवर्तनशील मानिसहरू हौँ होइन। हामी जहिले पनि परिवर्तन चाहन्छौँ, तर परिवर्तन चाहिँ कस्तो आओस् हाम्रो जीवनमा? आत्मिक आओस्। आमीन। अनि हामी शक्तिशाली बन्ने आओस् है, शक्तिशाली बन्ने परिवर्तन आओस्। अब 2 नम्बरमा शरीर र आत्माको बीचको युद्धलाई हामी हेरौँ। हामी शरीर पनि छौँ अनि हामीमै आत्मा पनि छ। यो दुईटाको युद्ध भइरहेको छ। बुझ्दै हुनुहुन्छ? तपाईँ र म आत्मिक बन्ने कि शारीरिक बन्ने भन्ने कुरा चाहिँ यो युद्ध बीचमा हामी हेर्नेछौँ। गलातिन अथवा यो अहिलेको हालमा हेर्ने भने टर्की भन्ने ठाउँलाई गलातिन जग्गा पर्छ। त्यहाँका विश्वासीहरू चाहिँ यहुदी परम्परा मान्थे है। यहुदी जातिहरू, परमेश्वर पनि यहुदी जातिकै अथवा यहुदी घरानामै आउनुभयो। अनि ख्रीष्टको अनुग्रह बीच अलमल थियो है। त्यो अब यहुदी परम्परा र ख्रीष्टको अनुग्रह चाहिँ अलमलिएको कुराहरू हामी पाउँछौँ। आजै पनि मानिसहरू त्यसरी अलमल भइरहेका छन्। तर पावलले यहाँनिर स्पष्ट रूपमा त्यो मण्डलीलाई शिक्षा दिँदै थिए। अनि पावलले भन्दै थिए है, ख्रीष्टले स्वतन्त्र बनाउनु भयो, अब आत्मामा चल। आमीन। ख्रीष्टले के गर्नुभयो? स्वतन्त्र बनाउनु भयो। तपाईँ र म आत्मामा चल्ने कुरा पावलले गलातियनको मण्डलीलाई भन्दै थिए। अनि आज तपाईँ र मलाई पनि यो वचन आइरहेको छ।